सुरु भयो, हाल्नलाई सुरु भएको छ हाम्रो धान यहाँ। हेलो गाइज, हजुरहरूलाई फेरि पनि स्वागत छ यो मेरो भ्लग च्यानलमा। र यो मेरो भनेको तेस्रो भ्लग हो। हजुरहरूले थम्बनेल हेरेर पनि थाहा पाइसक्नु होला। र अर्को कुरा भनेको आज यहाँ हेर्न सक्नुहुन्छ हाम्रो घर अगाडि धान जोखाइ हुँदैछ चट्टसँगले। अब हामी एकछिन यहाँ बस्छौँ, धान जोखेको हेर्छौँ है। के यो माया हो, हेरेर सक्नुहुन्छ। धान भने चाहिँ उठाइसकेर गइसकेका छन् मान्छेहरू। मिसिनमा लोड गर्दैछन्, ट्र्याक्टरमा लोड गर्दैछन् त्यहाँनिर। आजको भनेको हाम्रो तपाईँहरूलाई एउटा सिन पनि देखाउने छु म। हाम्रो स्कुलमा आज टग अफ वार भएको थियो, आज एउटा जेस खेलकुद भएको थियो, त्यसको म तपाईँहरूलाई सिन पनि देखाउँछु, जसमा कि हाम्रो सरहरूको पनि टग अफ वार भएको थियो अनि स्टुडेन्ट बिचमा पनि भएको थियो। र त्यो खेलकुदको सिन म तपाईँहरूलाई देखाउन गइरहेको छु। अहिले चाहिँ भने म बाख्रा साख्रा फन्काइसकेर चट्टसँग अब ड्रोनको त्यो सेन्सर ल्याउन लागेको थिएँ मैले। त्यहाँ अङ्कललाई मैले भनेको थिएँ त्यो ड्रोनको सेन्सर ल्याइदिनु भनेर। एकतिरको भनेको यो ड्रोनको सेन्सरै काम गर्दैन क्या, त्यही भएर मैले अङ्कललाई त्यो अर्डर गरेको थिएँ। ड्रोन चाहिँ भनेको यहाँ छ यो भित्र, तपाईँहरूलाई म देखाउँछु। अब यसको कतापट्टिको सेन्सर बिग्रेको त्यो पनि देखाउँछु म तपाईँहरूलाई। हाम्रो यो भनेको चाहिँ हाम्रो ड्रोन, यसको क्यामेरा भनेको चाहिँ यहाँ छ। अनि अब यसको चार्ज छ कि छैन फेरि त्यो चाहिँ टेन्सन। यो चाहिँ हाम्रो ड्रोन छ होइन, यसको एकतिरको यो पहाडीको खै कताको एकतिरको सेन्सर बिग्रेको छ। र म तपाईँहरूलाई अब यो चलाउन देखाउँछु, हेर्न सक्नुहुन्छ। यो भने यहाँको यसको यो पङ्खा चाहिँ बिग्रेको रहेछ, यसको एकतिरको सेन्सर चाहिँ बिग्रेको छ। र अब म यो सेन्सर बनाउनलाई हाम्रो जीवन सर्कलमा जान आँटेको छु। अब यो सेन्सर बनाइसकेपछि म तपाईँहरूलाई ड्रोनको भ्यू पनि देखाउँछु बिस्तारै।